हङकङ क्रिकेट सङ्घको आयोजनामा आगामी नोभेम्बर 7 देखि 9 सम्म हङकङमा आयोजना हुने हङकङ क्रिकेट 6 2025 का लागि नेपाली टोली घोषणा भएको छ। नेपाली क्रिकेट सङ्घ क्यानले आइतबार भेटरान क्रिकेटर शरद भेष्वाकरको कप्तानीमा 7 सदस्यीय टोली घोषणा गरेको हो। टोलीमा शरदसँग यसअघि कप्तानी गरेका सन्दीप जोरा, लोकेश बम, मोहम्मद आदिल आलम, बसिर अहमद, रुपेश सिंह र राशिद खान रहेका छन्। यस्तै यस प्रतियोगितामा खेलेपछि शरदले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने पनि क्यानले जानकारी दिएको छ। हङकङ क्रिकेट 6 मा नेपाल पोल ए मा परेको छ। यस पोलमा नेपालसँगै दक्षिण अफ्रिका र अफगानिस्तान सामेल छन्। प्रतियोगिता नोभेम्बर 7 देखि 9 सम्म टिन क्वाङ रोड रिक्रिएसन ग्राउन्डमा आयोजना हुनेछ। सहभागी 12 टोलीलाई 4 समूहमा विभाजन गरिएको छ। पोल बी मा अस्ट्रेलिया, इङ्ल्यान्ड र युएई रहेका छन् भने पोल सी मा भारत, पाकिस्तान र कुवेत तथा पोल डी मा श्रीलङ्का, बङ्गलादेश र हङकङ सामेल छन्। यस प्रतियोगिताको हरेक खेल 6 ओभरको हुनेछ भने एक टिममा 6 खेलाडी रहन पाउनेछन्। एक इनिङमा 4 खेलाडीले बढीमा 1 ओभर गर्न पाउनेछन् भने एक खेलाडीले 2 ओभर बलिङ गर्न पाउँछन्। सन् 1993 देखि सुरु भएको हङकङ सिक्सेस प्रतियोगिता पछिल्लो पटक सन् 2024 मा आयोजना भएको थियो, जहाँ श्रीलङ्काले उपाधि जितेको थियो। नेपालको स्क्वाड कस्तो लाग्यो कमेन्ट गरेर तपाईँ आफ्नो प्रतिक्रिया दिनुहोला।